हाई एभ्रिवान, नमस्ते सबैजनालाई। हजुरहरूलाई सुभाष किचनमा धेरै स्वागत छ। आज मैले हजुरहरूमाझ चिकन थुक्पाको रेसिपी लिएर आएकी छु। यदि हजुरहरू हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी भिडियोलाई लाइक कमेन्ट गर्न नबिर्सिनु होला है त। ल अब थुक्पा बनाउनतर्फ लागौँ है त। मैले यहाँ थुक्पा बनाउनको लागि स्टिक नुडल्सलाई लिएकी छु। सुरुमा चाहिँ हामीले यो नुडल्सलाई बोइल गर्नतर्फ लागौँ। नुडल्स बोइल गर्नको लागि मैले यहाँ एउटा कराईमा पानी राखेर बसाल्दैछु। पानी भल्किसकेपछि मैले यसमा अलिकति बेसार नुन र तेललाई पनि राखेँ। त्यसपछि मैले यसमा नुडल्सलाई राखेर केही बेर बोइल गर्छु। हाम्रो नुडल्स यतिको भइसकेपछि मैले यसलाई निकालेर अब छानेर यसलाई चिसो पानीले पखाल्छु। अब यो पखालिसकेपछि यसमा मैले हल्का तेल लगाएर राख्छु। यसरी तेल लगाएर राख्दा हाम्रो नुडल्स एक अर्कासँग टाँसिँदैन। अब यसलाई यत्तिकै राखेर मैले अब थुक्पाको सुप बनाउनतर्फ लाग्छु। सुपको लागि चाहिँ मैले यहाँ अलिकति प्याज, लसुन अदुवाको पेस्ट, एउटा कागती, अलिकति चना र हरियो खुर्सानी, त्यस्तै अलिकति मसिनो गरी काटेको बन्दा, अलिकति चिकन, अलिकति गाजर र टमाटर, अलिकति साग र धनियालाई पनि लिएकी छु। अब यता मैले फेरि एउटा कराई बसालेर अलिकति तेल राखेँ। तेल तातिसकेपछि मैले यसमा काटेको प्याजलाई पनि राखेर एकछिन चलाउँछु। प्याज हल्का रातो भएपछि मैले यसमा चिकनलाई पनि राखेर एकछिन मजाले भुट्छु। अब मैले यसमा अलिकति बेसारलाई पनि एड गर्छु। त्यसपछि मैले भिजाएर राखेको चना र केराउलाई पनि यसमा सँगै राखेर भुट्छु। त्यसपछि मैले यसमा अदुवा लसुनको पेस्टलाई पनि राखेर सबैतिर लाग्ने गरी एकछिन मजाले चलाउँछु। त्यसपछि मैले काटेर राखेको टमाटरलाई पनि एड गरेर यसमा स्वाद अनुसार नुनलाई पनि राखेर चलाउँदैछु। अब मैले यसमा अलिकति जिरा धनियाको पाउडर, त्यस्तै रातो धुलो खुर्सानीलाई पनि यसमा राख्छु र एकछिन मजाले चलाउँछु। त्यसपछि मैले यसमा अलिकति सोया ससलाई पनि राखेर चलाउँछु। अब एकछिन चलाउँदै पकाउँदै गएपछि हाम्रो चिकन पनि मजाले पाकिसकेको छ। अब मैले यसमा आफ्नो आवश्यकता अनुसार पानीलाई राखेर 7-8 मिनट छोपेर पकाउँछु। 7-8 मिनटपछि हाम्रो सुप यतिको भयो। अब मैले यसमा अघि काटेर राखेको भेजिटेबलहरूलाई एड गर्दैछु। यसलाई चाहिँ धेरै बेर पकाउनु नपर्ने भएकोले मैले पछि राख्दैछु। मैले यहाँ गाजर, बन्दा र सागको पत्तालाई पनि राखेर एकछिन चलाउँदै पकाउँछु। अब मैले यसमा अलिकति नुनलाई पनि राखेँ। अब यो सबै पाकिसकेपछि अघि बोइल गरेर राखेको नुडल्सलाई पनि यसमा राखेर एकपटक राम्रोसँग चलाउँछु र ग्यासको फ्लेमलाई अफ गर्छु। अब मैले माथिबाट काटेर राखेको धनियालाई पनि एड गरेर यसलाई खानको लागि एउटा कचौरामा राख्दैछु।
राखिसकेपछि मैले यसमा मसिनो गरी काटेको प्याज, अलिकति हरियो खुर्सानी र अलिकति धनियालाई पनि राखेर माथिबाट कागती निचोरेर यसमा अलिकति चाट मसलालाई पनि राख्दैछु। हजुरहरूलाई यदि चाट मसला मन पर्दैन भने नराख्न पनि सक्नुहुन्छ। अब यसरी नै यो जाडो मौसममा हाम्रो तातो चिकन थुक्पा बनेर रेडी भइसकेको छ। यदि हजुरहरूलाई पनि हाम्रो भिडियो मन पर्यो भने यसरी नै आफू र आफ्नो परिवारलाई यो जाडो मौसममा तातो थुक्पा बनाएर खान र खुवाउन सक्नुहुन्छ। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। भिडियो मन परेमा लाइक, कमेन्ट गरी च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। धन्यवाद।